हेलो एभ्रिवान, यो चाहिँ हाम्रो न्यू इयर ट्रिटको नेक्स्ट भिडियो। पछाडि दाइले प्लेट छुट्याएर के हो र हामीले जुगाड लाएर चाउचाउ र अन्डा खायौँ। यो हाम्रो छोराछोरी नक्कलीहरू अनि हामी नक्कलेको मामुहरू। पोज बाई पोज हामी पनि के कमाएन फोटो खिच्न थाल्यौँ। हाम्रो पोज सकिँदा नसकिँदा पुन्टुरु भान्जा बाबु चाहिँ उठेर कुद्न थाल्नुभयो। अनि भान्जाको पनि एक दुईवटा भिडियोहरू टक क्लिक गरिदिउँ। फोटो खिच्न चाहिँ खासै नमान्ने क्या। अनि हामी लाग्यौँ यहाँ पोज सिकाउने पऱ्यो म। अनि सिकाउँदा हाँस्दाको हैरान भयो, नजानेर हैरान। हामीले जस्तो जान्यौँ त्यस्तै पोजमा फोटोसुटहरू पनि गऱ्यौँ। फोटो भिडियोहरू राख्ने नै छु, कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। हामी चाहिँ सबैजना हाउसवाइफ हो नि त। अनि एक दिन आफ्नो लागि यसरी समय निकालेर हिँड्नुपर्छ भन्ने भनाइ हुन्छ नि त, सबैले भनिरहनुहुन्छ। त्यही भएर पनि हामीले एक दिन आफ्नो लागि यसरी समय निकालेर हिँडेर रमाइलो पनि गर्नुपर्छ भनेर हामी यसरी हिँडेको। एकदमै धेरै रमाइलो पनि भयो। फोटो खिच्दै फेरि हामीलाई भोक लाग्यो, चटपटे थियो नि त। फोटो खिच्न जाने पर्यो नि क्वालिटी। हेलो भान्सी आमै, के छ के बनाउँदैछ? 83 सालको वैशाख 2 गते हामी चाहिँ किटी पार्टीमा आएको। यो किटी पार्टीमा चिठीहरू चाहिँ किन आएको नि? किटी पार्टीमा चिठीहरू यो सानो भुराहरूले किन आएको नि? हाम्रो चटपटे सँगसँगै हाम्रो चाम्रे माम खायौँ अनि एकदमै धेरै खेलहरू पनि गरेको छौँ। नेक्स्ट भिडियोमा हेर्नु होला। थ्याङ्क्स फर वाचिङ।